शक्ति सशेषो बभूव नराधारणेनेकरूपे च शक्त यतोऽनेकधा स्वर्गलोकाहिनाना सदा तं गणेशं नमामो भजामः। जाऊ यो गाडी पनि अब अलिकति उहाँ अगाडि जानु उहाँ खान लानुपर्छ उहाँहरू उहाँसँग हिँडेर जानु ल हामी पनि हिँडौँ बाइक सुस्ता हिँड है सुस्ता होइन पर्दैन अब म रेडी भइसक्यो आदरणीय भक्त तथा सज्जन वृन्दहरू मैले थाहा पुण्यानिमान परम भागवतां नमामि व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवे नमो वै ब्रह्मणे निधये वासिष्ठाय वयं नमः।
भोलि गर्नु होला भोलि त्यो त त्यही हो चल्छ पत्रकारज्यू यो शौर्य पुराण र शौर्य पुराण जुन नामबाट पुकारिए तापनि यो सूर्यले उपदेश गरेको प्रमुख संवाद भएको 18 पुराण मध्येको यसलाई उपपुराणको संज्ञा दिएको छ र यसमा 69 अध्यायहरू छन् र श्लोक सङ्ख्या 3859 श्लोक सङ्ख्याहरू छन् र यो यसमा विशेष गरेर अरू विषयको चर्चा भए तापनि विशेष रूपमा शिवको महात्म्य शिवको महिमा विस्तृत रूपमा वर्णन गरिएको छ भगवान् सूर्यले उपदेश दिएको हुनाले र सनत कुमार प्रवृत्तिहरूले श्रवण गरेको हुनाले यो सूर्य पुराण सूर्य भगवानद्वारा वैवस्वत मनुलाई बताइएको यो पुराण रहन गएको छ र यस अवसरमा यहाँ सुमेरु वंशीय माण्डव्य गोत्रका बन्धुहरूले आफ्ना कुलका पूर्वज सुमेरुको सम्झनामा केही धार्मिक संस्था स्थापना गर्ने यस्तो मूलभूत उद्देश्यले यो पुराणको आयोजना गर्नुभयो र यसमा केवल गेवाली वंशको मात्रै यज्ञ हो कुनै व्यक्ति विशेष अथवा जाति विशेष वर्ग विशेषले आयोजना गरेको होइन र यस यो यज्ञको लागि सुमेरु वंशमा हाम्रा कुल पूर्वज जो सुमेरु जो हुनुहुन्थ्यो कथन अनुसार भन्दै आएका दृष्टान्त अनुसार उहाँलाई एउटा गौतम के अरे गेवाली वंशलाई एउटा ब्राह्मणको श्राप परेको थियो अरे यो सुन्नमा आएका कुरा हुन् यहाँहरू त्यो श्राप परेको हुनाले गेवालीहरूको सर्वतो भावले सबैको कल्याण गर्नको लागि श्राप मोचन गर्न अत्यन्त आवश्यक भएको विधि उपदेष्टा गुरुले बताउनु भएको हुँदा यहाँ श्राप मोचन होस् भन्नको निमित्त 5 दिनको अवकाश राखेर यो सूर्य पुराणको आयोजनाको साथसाथै यसको अन्तिम दिनमा जुन श्राप परेको भन्ने कथनीय उक्ति श्रुति परम्परामा आएको छ त्यसको निमित्त महामृत्युञ्जय जाप 1008 सङ्ख्यामा गरिने यो कार्यक्रमको विषयवस्तु निर्धारित गरिएको छ र यो हामीले उहाँहरूले जसरी आयोजना गर्नुभयो र हामी जसरी निमन्त्रणा पाएर चाहिँ आज यहाँ उपस्थित भएका छौँ र यही अनुसार हामीले यो 5 दिनको अवधिभरमा यहाँका विषयवस्तुहरूलाई हजुरहरूको समक्ष यथामति प्रस्तुत गरिने हाम्रो अठोट रहेको छ र यस कार्यमा अन्तिम उद्यापनको दिन अनि लक्ष्यवर्ती अनि संहिता जनित हवन इत्यादि र प्रत्येक दिन यथासङ्ख्यक आवृत्तिद्वारा दुर्गा पाठ अनि भगवान् शङ्करजीको चाहिँ रुद्राभिषेक र यथासम्भव भजन कीर्तन आदिहरू यस कार्यक्रमका विषयवस्तु रहने कुरा आयोजक समितिबाट जानकारी प्राप्त गरेका छौँ। हामी पनि त्यति सबै स्वरूपलाई अझै पनि वस्तु स्वरूपलाई बुझ्न बाँकी नै छ र हाललाई अहिले हामीले मैले बुझिएको र जानेको विषय वस्तु यही नै मैले हजुरहरूको समक्ष प्रस्तुत गर्ने र गरेको प्रस्तुतिलाई मैले विराम लिने अनुमति चाहन्छु। पूर्णा पुनरापद बस्ने लगायतका धार्मिक कार्यक्रमहरू गर्नुभएको रहेछ। यो गर्नुको मुख्य तात्पर्य र यही ठाउँ रोज्नुको कारण चाहिँ के थियो? यो मुख्य कुरो हामीले गत समयमा कार्तिकको 27 गते हामीले मात्र सुमेरु वंशका गेवालीहरू जो
कृत्य पाएनन्, जो मुक्ति भएन, उनीहरूको मुक्तिको लागि हामीले कुल उद्धारमा यज्ञ गरेका थियौँ। हाम्रो लेख जहाँ कुलको पूजा गरिन्छ त्यहाँ। त्यसपछि हाम्रो अलिकति रकम बचत भयो त्यसबाट, र यहाँ केही हाम्रो सोद्धाखेरि यो सबैहरूलाई चाहिँ फाइदा हुने, सबैहरूको उद्धार हुने, सबैको लागि हुने र अरू सुख समृद्धिको लागि हुनको लागि हामीले के गर्दा ठिक हुन्छ भनेर हामी ज्योतिषहरूसँग सोध्न गयौँ। ज्योतिषले के भन्नुभयो भन्दा एउटा चाहिँ सूर्य पुराण लगाइदिनुहोस्। अब धेरैले चाहिँ शिवनाथ भागवत, देवी भागवत सबैले लगाएका छन्। एउटा सूर्य पुराण लगाइदिनुहोस् र सबै थरहरूमा कहिलेकाहीँ श्राप परेको हुन्छ, त्यो श्राप मोचनको लागि त्यो श्राप मोचन जाप 1008 लगाइदिनुहोस्। त्यसले चाहिँ उहाँहरू सबैको लागि भलो गर्छ। र यो चाहिँ तपाईँहरूले अब चाहिँ गर्दाखेरि ब्रह्मा विष्णु महेश्वर मूल राखेर तपाईँहरूले चाहिँ पूजा राख्नुहोस्। अब तपाईँहरूको चाहिँ गोत्रको पनि त्यसैमा हुन्छ, तपाईँहरूको सुमेरको वंश पनि त्यसैमा हुन्छ भनेर उहाँहरूले सल्लाह दिनु र हामीले आयोजना गऱ्यौँ। यो पूजा भनेको यो के अरे हाम्रो चाहिँ पूर्वीय संस्कृतिमा आधारित सनातन धर्मका मान्छेहरूले सबैले चाहिँ आएर सहभागी जनाउने, आफूले काम गर्न सके काम गर्ने, त्यहाँ चाहिँ भए खाने, यसरी चाहिँ सेवा गर्ने, भगवानको नाम जप कीर्तन गर्ने भनेर हाम्रो उद्देश्य थियो। र हामी चाहिँ एफएम मार्फत हामीले चाहिँ प्रसारण गरियो। विगतको हाम्रो गेवालीको मात्रै थियो र हामीले घर घर गेवालीको पुर्याइयो। यो गेवालीको मात्र होइन, सबैको हो भनेर हामीले एफएम मार्फत सबैलाई आह्वान गऱ्यौँ आउनको लागि। र सबै एफएम बजिरहेको थियो, हामीले बजेको छ भनेर उहाँहरूले पनि भन्नुहुन्छ, हाम्रो संसारका साथीहरूले। र त्यसपछि आएर हामी चाहिँ अहिले आज चाहिँ अलिकति सबै कुरो अब सामाजिक काम गर्दा अलिक व्यवस्थापन गर्न अलिकति कमजोरी पनि रह्यो, किनभने समयमा हामीले अलिक सिद्ध्याउन सकेनौँ। यहाँ आज चाँडै अलिक काम हुनुपर्ने हो र मान्छे अब टाढाबाट आउने फेरि आफ्नै ढङ्गले चलेको अत्यन्तै बढी थियो। यो भूगोलले अथवा यहाँको ठाउँले पनि त्यो मान्छेलाई आवजातलाई अलिक अप्ठ्यारो भएको हो र? यसलाई के थियो भन्नुहुन्छ भने यो यज्ञ भनेको एक दिने यज्ञ होइन। हजुर, ऊ यज्ञ कुल उद्धार यज्ञ थियो। त्यो कुल उद्धार यज्ञको नामले गर्दाखेरि त्यो हर कोही काना सुन्यो मान्छेले आयो, कोही आयो, असाध्यै मान्छे आयो। र अहिलेको यज्ञलाई एउटा के हामी 23 दिन नगए हामी यज्ञमा समावेश हुन्न भन्ने डर भयो। अब अहिले के भयो भन्नुहुन्छ भने अब 5 दिन छ, हामी फुर्सदमा उहाँहरूको आशय पोहोरको उहाँहरूको आशय पनि बनाएको त्यही थियो, यो 1 दिन यज्ञ नगर्नुहोस्, 5 दिन यज्ञ गर्नुभन्दा हाम्रा फुर्सद भएका मान्छेहरू चाहिँ यसो फुर्सद मिलाएर आउनु जान पाइन्छ। कोही पनि हामी चाहिँ असमर्थ नहुने अवस्था आउँछ। त्यस कारण तपाईँले यो सूर्य पुराण जस्तो अथवा देवभागवत जस्तो भागवत जस्तो केही गर्नुहोस् भनेर उहाँहरूले भनेको। त्यहाँ आएका भक्तहरूको आदेशले नै हामीले यो काम गरेका। हुनुमा खास स्थान चाहिँ किन यसरी फरक गर्नुभएको? यसको केही कारण होला? यसको कारण छ। यसको कारण के छ भन्नुहुन्छ भने हामीले त्यहाँ गरियो, सुमेरुले जहाँ कुलको पूजा गरेका थिए त्यहाँ गरियो। अनि आएर हामीले यहाँ गर्ने गयो, ती सुमेरु आएर बसिया यहाँ थिए। तिनी सुमेरु आएर यहाँ बसिया थिए र तिनी सुमेरुले मान्ने उनका चाहिँ गोत्र भएका मान्यव्य भएका र सबैले मान्ने चाहिँ ब्रह्मा विष्णु महेश्वर पनि। अब सुमेरले पनि मान्ने ब्रह्मा विष्णु महेश्वर भए, मान्यव्य पनि भए। त्यसो भएर सबैलाई समेट्नको लागि, सबैको शान्तिको लागि, सबैको समृद्धिको लागि, सबै हाम्रो चाहिँ पूर्वीय दर्शनमा आधारित सनातन धर्मावलम्बीहरूको समृद्धि राम्रोको लागि हामीले यो पूजा आयोजना गरेका हौँ। नेपाली बन्धु या सुमेरुसँग सम्बन्धित या यो धार्मिक कार्यक्रमसँग सम्बन्धित जसले हेर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ के सन्देश पुर्याउन चाहनुहुन्छ? हामीले के भन्छौँ भने सकेसम्म तपाईँहरू जो हुनुहुन्छ, मैले अहिले भनिसकेको छु, मैले अरूलाई त अब अलि आफ्नो हाम्रो धर्मले पनि भन्न मिलेन, आउनुहुन्छ आउनुहोस्, हामीले केही पनि भन्दैन, अब्जेक्सन हाम्रो छैन। तर पूर्वीय दर्शनमा आधारित सनातन धर्मावलम्बीहरूको लागि हामी यो निम्तो चाहिँ यही आज पनि मैले निम्तो गर्छु। आइदिनुहोस्, हाम्रो आमन्त्रणलाई स्वीकार गरिदिनुहोस्, पुण्य आर्जन गर्नुहोस्। आएर चाहिँ अब आफूले यहाँ चाहिँ केही हामीसँग भएको प्रसाद ग्रहण गरिदिनुहोस्, पुण्य आर्जन गरिदिनुहोस्। यति हामीले चाहिँ हजुरहरू आइदिनुहोस्। मम पूजां क्रियण यावत् पूजां करोमि तावत्तं शुश्रूषव सुप्रसन्नो भव वरदो भव
पाद्यम सर्पेणी अधिपति देवता सहित शनिश्चराय नमः अर्घम सर्पेणी बाहिर एउटा केरामा गोलेर राख्नु बाहिर फोर्ग्यो अजायता श्रोत्राद्वाविष थोरै राख्नु थोरै दीपम ज्ञान देश त्रैलोक्यति निरपाय बत्तीदार प्रसीद परमेश्वर जगुरुगेणाभिषा देवा जन्मवन्नत वसन्तोषाशीराज ग्रीष्मविद्वाहारद्धरी आतो अस्मान्नाकरः सन्नयन्तो वीर्तेन नो विर्धपुनन्तो विषमेव प्रवहन्ति देवीरुद्रप्रसिद्धिरापूतयेन भिक्षास्तपसो तनरसितान्ता शिवाय गुरुवरिहरेहर तन्ननं नमोऽस्तमीलग्रीवाय सहस्राक्षाय नीरुषे अथोजयसि सत्पानो हन्तेभ्यो करं नमः ज्योतिर्गाक्षता प्रबन्धधन्नस्तमयो राजनर्दन्या सतया शैशव पराता भगवो भवा धोएका चामल कहाँ से था प्रिया हरुषद अष्टोषद सवा नविद्रा योजन बिन्दते हरि दुर्गा कन्नाथ प्ररोहन्ति परुषः परुषस्वरीवान दुर्वेण सह दुर्गा पीयूष सम्भव तत्स्पर्शनमात्रेण आयुर्वृद्धिषु बलम् फूल माल्यादिनी सुगन्धिनी मालत्यादिनी मयान्वितानि पुष्पाणि पूजार्थं प्रतिगृह्यताम् बिल्लपत्राणि विजन्दनोकपर्जनो विशल्योराणवेद अनेसन्निशेष आविरस्य निहिङ्गाकारं तन्नेत्रं दत्रियायुधं श्रियं बिल्लपत्रं शिव वस्त्रं यज्ञोपवीतम् पार्वतीश्वर डोरी गाइए भाई चढ़म नहीं तो चढ़म सुंदर चढ़म और भोली भोली आए चढ़मला तो ना गरम नहीं सम्मान करने वाले यहाँ सब थोड़े को चढ़म ओम ईशाय नमः पादौ पूजयामि गौतम फूला से डाली ईशाय नमः पादौ पूजयामि दान्य मर्गनागनियन्दं मनमंगुलं कुर्वामि शंकराय नमः गंगे पूजयामि
शिवाय नमः जानुनी पूजया सोलपाणे नमः गुल्फौ पूजया संभवे नमः नाभिं पूजया स्वयंभवे नमः गुह्यं पूजया महादेवाय नमः नाभिं पूजया विश्वकर्त्रे नमः उदरं पूजया सर्वतोमुखाय नमः पार्श्वे पूजया स्थाणवे नमः स्तनौ पूजया नीलकंठाय नमः कंठं पूजया शिवात्मने नमः मुखं पूजया किरीनेत्राय नमः नेत्रे पूजया बेलपत्र स्वामी का पात भएपछि शिवजीले मन पर्ने स्वामी का पात आसन मन चढाउनु स्वामी का पात